अध्यक्ष कुमराज गुरुङज्यू, प्रमुख अतिथि नेपाली कांग्रेस लमजुङका पार्टी सभापति, गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री आदरणीय राई प्रताप गुरुङज्यू, अतिथि नेपाली कांग्रेस लमजुङका पूर्व सभापति एवं सुन्दर बजार नगरपालिकाका नगर प्रमुख आदरणीय राई कृष्णप्रसाद कोइरालाज्यू, नेपाली कांग्रेस लमजुङका पार्टी सचिव कृष्णबहादुर अधिकारी आदरणीय राई र नेपाली कांग्रेस लमजुङका जिल्ला सदस्य पार्टीको पूर्व उपसभापति आदरणीय राई गमप्रसाद गुरुङज्यू सहित अतिथिगण, उपस्थित सम्पूर्ण तरुण साथीहरूमा नेपाल तरुण दलको 73औं स्थापना दिवसको सम्पूर्ण तरुण साथीहरूमा नेपाल तरुण दल केन्द्रीय कार्य समितिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। र आज नेपाल तरुण दल लमजुङको आयोजनामा नेपाल तरुण दल केन्द्रीय कार्य समितिको निर्देशन बमोजिम चियापान कार्यक्रम, शुभकामना आदान प्रदान कार्यक्रम र यो सर्वोदय सेवाश्रममा फलफुल र केही खाद्य सामग्री सहयोग गर्ने जुन कार्यक्रम राख्नुभयो र नेपाल तरुण दलले आफ्नो अधिवेशनको क्रममा तरुण दल माझ प्रतिबद्धता गरेको 3 महिने तरुण जागरण अभियानको शुभारम्भ पनि आज तपाईले गर्दै हुनुहुन्छ। त्यसैले 3 महिने तरुण दलको तरुण जागरण अभियान सफलतापूर्वक अगाडि बढोस्। तरुण दल भ्रष्टाचार र व्यथितिको विरुद्धमा, घुसखोरीको विरुद्धमा, अनियमितताको विरुद्धमा, चाहे त्यो राजनीतिक वृत्तमा होस् चाहे त्यो प्रशासनिक वृत्तमा होस्, जुन कुनै पनि अनियमितता, व्यथिति र भ्रष्टाचारको विरुद्धमा नेपाल तरुण दल लमजुङ इमानदारीपूर्वक प्रतिवाद गर्छ, यसको विरोध गर्छ र समाजलाई सभ्य समाज निर्माण गर्ने र असल शासनको पक्षमा लोक कल्याणकारी राज्य स्थापना गर्ने कुरा, संविधानको रक्षा र त्यसको निरन्तरताका लागि यो तरुण जागरण अभियानले महत्त्वपूर्ण काम गर्नेछ र लमजुङमा नेपाली कांग्रेसको जनमत सृजना गर्ने कुरामा यो तरुण जागरण अभियान महत्त्वपूर्ण एउटा अभियानको रूपमा साबित हुनेछ। म त्यो विश्वास गर्दछु। आदरणीय सम्पूर्ण तरुण साथीहरू, आजको यो 3 महिने तरुण जागरण अभियान चाहे त्यो कांग्रेस होस्, चाहे त्यो एमाले होस्, चाहे त्यो माओवादी होस्, चाहे त्यो कुनै प्रशासनिक संयन्त्र होस्, जुन कुनै पनि खालको त्यस्तो खालको व्यथिति छ, अनियमितता छ, भ्रष्टाचार छ भने त्यसको विरोधमा तरुण दल उभिन्छ, उभिनुपर्छ। अब सभ्य समाज निर्माण गर्नका लागि यो देशको हितमा लमजुङ जिल्लाभित्र नेपाली कांग्रेसको जनमत सृजना गर्ने र व्यथितिको विरुद्धमा उभिएर तरुण दलले आफ्नो हैसियत कायम गर्नको लागि यो 90 दिनको जुन 3 महिने तरुण जागरण अभियान छ, यो महत्त्वपूर्ण जागरण अभियानको रूपमा रहने विश्वास गर्दै आजको स्थापना दिवसको दिनमा जुन कार्यक्रम गर्नुभयो त्यसको सफलताको शुभकामना दिँदै बिदा हुन्छु। धन्यवाद। जय नेपाल।